नमस्ते, तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नो रिभ्यू च्यानलको गुड फ्राइडे सेगमेन्ट, जहाँ तपाईँहरूलाई प्रत्येक शुक्रबारको साँझ 6 बजे राम्रो चलचित्र रिभ्यूको साथ रिफर गर्नेछौँ, जसलाई हेरेर तपाईँहरूको फ्राइडे नाइटलाई गुड फ्राइडे बनाउने कोसिस गर्नेछौँ। र आज हामी तपाईँहरूलाई रिफर गर्नेछौँ फर्जी सिरिज। यस, तपाईँहरूले सही सुन्नुभयो। एमाजोन प्राइममा आइसकेको छ फर्जी, एउटा नयाँ एन्ड फ्रेस कन्टेन्ट। यस, नो रिमेक, नो एडप्टेड। फर्जीको स्टोरी सनी र फिरोजसँग जोडिएको छ। सनी यानि कि शाहिद कपुर र फिरोज यानि कि भुवन अरोरा। भुवन अरोरा सँगसँगै अरू पनि थुप्रो नयाँ फेसहरू देख्न सकिन्छ, जसले आफ्नो ट्यालेन्ट देखाएका छन्। फर्जीको स्टोरी फेक करेन्सीको बारेमा छ। सनी सानैदेखि एउटा माइन्ड ब्लोइङ आर्टिस्ट हुन्छन् भने फिरोज यानि कि फर्जी प्रेस एक्सपर्ट हुन्छन्। जरुरी, बाध्यता, मजबुरी र गरिबी। गरिबी भन्दा याद आयो, सनीको एउटा धनी गर्लफ्रेन्ड पनि छ। अब शाहिद कपुरको गर्लफ्रेन्ड नहेरेपछि त फिल्म कसरी चल्छ र? बट लभ लाइफलाई त्यति धेरै फोकस दिएका छैनन्। यो सबै कारणले गर्दा जरुरी पुरा गर्न फर्जी नोट बनाउन बाध्य हुन्छन्। यिनीहरू त सानोतिनो झिङ्गा मसिना हुन्। फेक करेन्सी वर्ल्डको किङ त मनसुर दलाल यानि कि के मेनन हुन्छन्। माइन्ड ब्लोइङ एक्टिङ। फिल्मको अर्को सुपरस्टार विजय सेतुपति, जसलाई जुनसुकै रोल दिँदा पनि लाग्दैन कि एक्टिङ गर्दैछन् जस्तो, एकदम नेचुरल एन्ड प्योर। फर्जीमा यिनले एउटा पुलिसको रोल प्ले गरेका छन्। मैले एउटा कुरा बुझ्न सकिनँ, नेपालको युट्युबे पत्रकारहरू विजय सेतुपति के मेनन जस्ता ट्यालेन्टेड सुपरस्टारहरू हाम्रै राजधानीमा आएर फिल्मको सुटिङ सकेर जान्छन् र यिनीहरूलाई थाहा पनि हुँदैन। भोसुरी के हिरालाई चिन किराको पछाडि नलाग प्लिज। फिल्मको केही सिनहरू नेपालमा पनि सुट भएको छ। फर्जीको स्टोरी, कन्सेप्ट, एक्टिङ सबै राम्रो छ। फर्जीलाई डाइरेक्ट गरेका हुन् राजन डिके सरले, जसको फ्यामिली म्यान अलरेडी हिट छ। त्यही भएर बिचमा फ्यामिली म्यानको भोइस क्यामियो पनि सुन्न सक्छौँ। फ्युचरमा फ्यामिली म्यान र फर्जीलाई सँगै ल्याउने प्लानिङ हुन सक्छ। स्पेसली 5औं एपिसोडमा तिवारीजीको मुखार बिन्दुबाट गाली पनि सुन्न सक्छौँ। गालीकै कुरा गर्ने हो भने यति धेरै गाली छ कि हरेक 5औं डायलग गालीको रूपमा सुन्न सकिन्छ। सो प्लिज फ्यामिलीसँग बसेर इन्जोय गर्छु भनेर सोचिराख्नु भएको छ भने यस्तो साहसपूर्ण काम चाहिँ नगर्नुहोला। एयरफोन र टाइम निकालेर एकान्तलाई आफ्नो साथी बनाएर हेर्न बस्नुहोला, किनभने 8 एपिसोडको यो सिरिज एकदमै लामो छ। प्रत्येक एपिसोड लगभग 1 घन्टाभन्दा बढीको छ, बट लङ भए पनि बोर चाहिँ हुन दिँदैन। स्टोरीको इन्डिङ भने पार्ट 2 को लागि केही क्वेसन मार्कमा छोडिएको देखिन्छ, जस्तै सनी र फिरोजको मित्रता छुट्टिन्छ, अब भेट होला कि नै। मनसुर दलालले आफ्नो आँसुको बदला लिन अब के गर्लान्? मनसुर दलाललाई कसले रुवाएको हुन्छ, त्यो त हेर्नको लागि तपाईँले सिरिज नै हेर्नुपर्ने हुन्छ। राशि खन्ना यानि कि मेगाले आर्टिस्टको फेस हेर्लान् कि नै? सो तपाईँहरू भन्नुहोस्, यति धेरै टर्न एन्ड ट्विस्ट भएको फर्जी सिरिज तपाईँहरूले हेर्नुभयो भने कस्तो लाग्यो? कमेन्ट बक्स ओपन छ। र नहेर्नु हुनेले टेलिग्राममा हामीलाई फलो गर्नुहोला, लिङ्क डिस्क्रिप्सनमा छ। साथै च्यानललाई सब्सक्राइब एन्ड भिडियोलाई लाइक पनि गरिदिनु होला।